गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज हामी चाहिँ शनिबार पनि परेको थियो, सो त्यही भएर हामी दुईजना साथीहरू चाहिँ साइकल राइडमा गएको। फेरि जाँदाखेरि कच्ची रोडमा आएर यस्तो गाह्रो भएको छ नि। कस्तो भएको छ खगेन्द्र? लास्टै गाह्रो तर साथीले चाहिँ घात गर्यो अहिले। हाम्रो एउटा साथी चाहिँ आएको थियो, तर उसले हामीलाई घात गर्यो क्या, फर्क्यो बिचबाटै। अनि रमाइलो हामी चाहिँ त्यही घरबाट 10 बजे निस्केको, अनि जोस् मजा आइरहेछ। त्यही घुम्दा घुम्दै यहाँ पुरै जङ्गलमा पुरै थाकलहरू छ क्या। यस्तो दामी जङ्गल छ नि, तलतिर देख्न सकिन्छ। पछाडि नि यस्तो दामी छ क्या। त्यही हो, सो बहुत रमाइलो भएको छ। हामी चाहिँ लास्टै पसिना पनि आयो, गर्मी नि लास्टै छ क्या। अनि त्यही साइकल चढेर फेरि राम्रो ठाउँ आयो के अरे। अब एकछिन हामी फेरि राइड गर्छौँ। त्यही हो, लास्टै गर्मी भइरहेको क्या, राम्रो ठाउँ आएको छ। त्यही गर्मी के यार, साइकलमा बहुत मजा चाहिँ मजा हुन्छ। राइडिङ गर्दाखेरि अप्ठ्यारो छ यार, ठाउँ नि पुरै यस्तो छ क्या तलतिर रोडहरू। अनि हामी चाहिँ त्यही हो, गर्मी नि लास्टै गर्मी भयो यार। आउन मजा जति हुन्छ त्यति गाह्रो पनि हुन्छ क्या। सो त्यसैले चाहिँ हामीले बिहान चाहिँ धेरै साथीहरूले भनेको थियौँ, तर आएनन् के। त्यही भएर लास्टै अर्कै लागिरहेको साथीहरू। ओ बाबै उकालो छ, मरिन्छ, डोर्याउनु पर्छ यसलाई नि। अब त्यही हो, नडोर्याउने भनेको मान्दैन। यस्तो दामी छ क्या यार ठाउँ त हामी आएको। सो गाइज दामी छ। मेरो साथी चाहिँ अगाडि गइसकेका छन्, म चाहिँ पछाडि छु क्या। अब फेरि यस्तो न मिलाएर जान्छु। अनि त्यही हो, पसिना आयो। लास्टै के यस्तो छ नि, हुन्छ नि, लास्ट गर्मी भयो क्या। गाह्रो नि गाह्रो। मेरो साथी नै अगाडि छन्, खै पछाडि तिमी पछाडि आउन, म अगाडि जान्छु। देखेनौ साइडबाट के मेरो साथी। हाई गरिदेऊ न साथी, कस्तो भइरहेछ नि हामी राइडिङमा आउँदा? रमाइलो भइरहेको थियो, राम्रो भइरहेछ नि, रमाइलो भयो। थोरै दुःख पऱ्यो पनि मस्तो ओह्रालो आयो भने चलाउनु मस्तो भयो। मलाई ठिक छ, दुःख भएको रमाइलो देख्छ। आनन्द फेरि पनि आउने कि आज मात्रै हो? आज चाहिँ हामीले साइकल रेन्टमा ल्याएको हो क्या। त्यही भएर सो जे भयो नि, आमा उकालो आयो कि गाह्रो हुन्छ यार, होइन? लास्टै मजा नै त्यो अप्ठ्यारो छ क्या यार। ओए त्यो छ नि ठाउँ, बहुत गाह्रो हुन्छ क्या यार। यो जङ्गलबाट आएर हामी चाहिँ पिच रोडबाट गएनौँ, त्यही भएर पनि हामीलाई गाह्रो भएको क्या। रोड त यस्तो छ यार, साइकल ल्याउने यस्तो ठाउँै छैन। हामीले त्यत्तिकै ल्याइदिएछौँ यस्तो ठाउँमा। ओहो यो धुलो यस्तो छ, साइकललाई समाउन सकिन्न क्या। ओहो गर्मी नि भयो, गर्मी भएन। अब पानी पनि खानुपर्ने थियो, पानी नै पाइन्न। अब हिँड्दै जानु पर्यो। एकछिन पछि चाहिँ रमाइलो गर्छौँ, फर्किन्छौँ।
हो बाटो नि बन्दै रहेछ क्या बाटो बन्द गरेर हामी साइकल फर्स्ट टाइम साइकल आइदियो साइकलमा आएको चाहिँ हामी मात्रै होला क्या अहिलेसम्म कोही छैनन् होला त्यो ठाउँमा हामीलाई पहिल्यै थाहा थियो के पर गाउँको मान्छेहरूले भन्नुभएको थियो क्या बाबु साइकल जान्न अप्ठ्यारो छ साइकलमा जाने जस्तो ठाउँै छैन भनेर भन्नुभएको थियो तर नि हामी कस्तो हुँदो रहेछ यसो जान्न त भनेर आइदिएको मस्त गर्मीले घामले पुरै शरीर पनि तातेछ पसिना आँखामा गयो होइन हामी दुईजना मात्रै छौँ क्या तिनजना थियौँ एउटा साथी थाकेर गयो क्या घात गरे नि हामीलाई के गरौँ अब एकछिन हामी फेरि राइड गर्नुपर्छ अनि त्यस पछाडि चाहिँ सो भेरी पुग्न अझै धेरै छ कि क्या यार समय टाइम लाग्छ होइन अब ओह्रालो आयो फेरि ओह्रालो आयो यस्तो ठाउँ छ यार